हेलो एभ्रिवान, साथीहरु तपाईहरु सबैजनालाई वेलकम छ मेरो भिडियोमा। हामी चाहिँ आज यहाँ महावीरपुर कोटेश्वरमा आइराख्नु भएको थियो अनि त्यसपछि हामी पनि यहाँनिर उहाँलाई भेट्यौं र बुक हामीले पनि लियौं अनि मान्छेहरुको भिडभाड देख्न सक्नुहुन्छ। बिहानको 10 बजेदेखिको चाहिँ कोटेश्वरमा रहनु भएको थियो उहाँ। अब किताब निकाल्न लाग्नु होला त त्यहाँनिर। पापा कति रहेछ कोटेश्वरमा है उहाँ चाहिँ आउनुभएको छ आज शनिबार चाहिँ उहाँ बुक बेच्नको लागि। तपाईँको फोटो राम्रो कति राम्रो खिच्नुहुन्छ आज चाहिँ के खिच्नु भएको अरे यस्तो हुन्छ अहिलेको अहिले मान्छे यत्रो खिच्नु पाएको बेला पनि सबैको मोबाइलले देखिँदैन। आज चाहिँ शनिबारको दिन साथीहरु महावीरपुर चाहिँ कोटेश्वरमा आउनु भएको थियो 10 बजेदेखि र मैले उहाँको भिडियो हेरिरहेको थिएँ हिजो। त्यो भएकोले म पनि आज ठ्याक्क 10 बजे नै कोटेश्वर आइपुगेर पनि उहाँलाई भेटेर पनि हैन तपाईहरुले मेरो भिडियो यहाँसम्म हेर्दै आउनु भएको छ भने पक्कै देखिहाल्नु भयो है। त्यो भएकोले धेरै फोटो खिच्न धेरै भिडियो गर्न त पाइएन भिडभाडले गर्दाखेरि। साथीहरु मैले पनि बुक लिएर फर्किँदैछु र तपाईहरु पनि यदि बुक लिन चाहनुहुन्छ भने कोटेश्वर जानु होला। 10 बजेदेखिको 2 बजेसम्म कोटेश्वरमा रहनुहुनेछ र त्यसपछिदेखि उता चाहिँ चक्रपथमा रहनुहुनेछ है साथीहरु। अनि घर जाँदैछु हामी चाहिँ यहाँनिर बच्चाको स्कुलको रिजल्ट लिँदा लिँदै हामी चाहिँ कोटेश्वर पुगेर फर्किँदैछु साथीहरु। तपाईहरु सबैजनाले चिन्नुहुन्छ नि है उहाँलाई। र कस्तो के छ उहाँको सिग्नेचर सहितको बुक हुन्छ यहाँ। म पछाडि बसेर यहाँ भिडियो गरिरहेको छु मोबाइल भए झर्छ भनेर डराइ गरिरहेको छु हैन। र कस्तो के छ पढ्नेछु टाइम निकालेर। सो गाइस हामी चाहिँ सातो बाटो आइपुगिसकेको छौँ। यहाँनिर देख्न सक्नुहुन्छ आज शनिबार भएर रोडहरू पनि एकदमै भिडभाड छ। अहिले त्यसपछि 50 किलोमिटरदेखि उँभो चाहिँ हामीले चलाउन पाइँदैन। यो हाई रोडमा चाहिँ 50 किलोमिटर चाहिँ कति पनि हुँदैन है फेरि हैन। हामीलाई स्पिड पुग्दैन हो कि हैन साथीहरु है। अनि त्यो भएकोले चाहिँ माथिल्लो साइड जानुपर्ने हो खास। तर यहाँ अगाडिको ड्राइभरले चाहिँ तल्लो ओएमा हामीलाई लगिराख्नु भएको छ। सातो बाटो ठ्याक्क पुलिस चौकीनिर अब यहाँ रेड लाइटलाई फलो गर्नुपर्ने हुन्छ। हामीले चाहिँ यसरी माग्ने पनि डुलिरहेको हुन्छ यहाँ हाम्रो नेपालमा चाहिँ यस्तै छ। यहाँनिर अब रेड लाइट कति टाइम वेट गर्नुपर्ने हो। अस्तिको जिन्जी आन्दोलनमा यो चौकी पुरा सबै कालो थियो भने अहिले चाहिँ एकदमै रूप फेरिसकेको छ चौकीहरूले। बाटो ठ्याक्क क्रस गरिसकेपछि चाहिँ यो जुन ओएमा चाहिँ एकदमै ठुल्ठुलो गाडी राखेको हुन्छ अनि यो गाडी थोतारे बिग्रेको गाडीले हामीलाई यस्तो धेरै डिस्टर्ब गर्छ नि। अनि गाडीहरू यता रोकिदिन्छ क्या। यो रोक्ने एउटा सिस्टम छैन ठाउँ छैन क्या यहाँनिर चाहिँ। हामी चाहिँ स्वाट लगाएर यो साइड जानुपर्ने हुन्छ नि त साथीहरु। त्यो भएकोले यहाँदेखि उता चाहिँ एकान्त कुरा अब यहाँनिर सातो बाटोको एकदम फुल फुल्दाखेरिको भाइरल ठाउँ
यस्तो भइरहेको छ अहिले चाहिँ। अब अलिक महिनामा चाहिँ यस्तो भाइरल हुन्छ फुल खिलेर होइन, सबैजना आउनुभएको होला र यसपालि पनि फुल्दाउनु होला। यो पेट्रोल पम्पमा चाहिँ अहिले चाहिँ छिर्न नसकिने अवस्था छ, एकदमै धेरै बढेको छ। हजुर हजुर घाटपट्टि होइन, माथि पारि जानु छ। अनि ए एकछिन छिर्ने कि नछिर्ने हो। फेरि लास्टमा चाहिँ हामी यहाँ माथि आइसकेको छौँ। गाउँबारी हरियाली हेर्नुहोस्, अहिले जताततै हरियाली छ अरे, छँदैछ त्यसै पनि होइन। अनि हामी चाहिँ फेरि घर आएर पनि अलिकति कामहरू थिए, अनि त्यसको लागि चाहिँ अलिकति भिडभाडदेखिको अलिकति माथि आइरहेको छौँ। गाउँबारी देख्न सक्नुहुन्छ। हावा अझ मिठो हुन्थ्यो होइन, घाम मास्क लगाइरहेको घाम चाहिँ एकदमै धेरै लागिरहेको छ। आज 3 दिन भयो, हिजो अस्ति एकदमै झरी बादल थियो, पानी थियो, चिसो थियो, अनि अहिले चाहिँ हत्तै गर्मी लागेको छ। अनि यो हाम्रोमा पाउँदो रहेछ त। ए हाम्रै बारीमा है? पहिलाको मेरो बारी, अहिलेको त होइन। हेर्नु न यो केरो घाँस छरेको हो कि यो? छरेको नि, बिचमा सबै छ। यो ठाउँको नाम चाहिँ सेराफाट हो। कहाँ भन्नुहुन्छ भने ठ्याक्क हामी बसेकोदेखि चाहिँ 2 किलोमिटर माथि हामी यो साइडमा छौँ। यो साइड धुर्मुस सुन्तलीको बसोबास यो साइड। अनि यो पारा चाहिँ ठाउँ यस्तो छ। अनि यो ठाउँमा चाहिँ बस्ती कमै छ, तर भाउ चाहिँ महँगै छ अरे होइन। अनि आलु यसरी फुलिरहेको छ यहाँनिर, यस्तो छ। जाउँ दाइ बिहा दा। उहाँ हल्लिँदै हुनुहुँदो रहेछ, हामी त्यही डाँडातिर छौँ उडेको। अनि यता चाहिँ च्याउ खेती, अनि यता माथि चाहिँ फेरि एकदमै लेले शीतल जङ्गलतिर जानु पर्यो भने चाहिँ हामी त्यो डाँडा चट्टै काटेर जान्छौँ। अहिले चाहिँ मेरो चाहिँ साथीहरू घुम्ने टाइम यति पनि छैन होइन। अनि यसरी नै दिनहरू बितिरहेको छ। हेलो साथीहरू, आमा यस्तो धेरै कालो चाहिँ म छुइनँ होला। यो आइफोनमा चाहिँ यस्तो कालो निकालिदिएर आएछ। अनि त्यसपछि आजभोलि धेरै घाममा पनि हिँडाइछ नि त। दिनभरिको आज दिनभरिको चाहिँ मैले भिडियो अलिकति गरेँ, किनभने मैले भिडियो डालेको पनि धेरै दिन भइसक्यो होइन। चस्मा नहाल्दा चाहिँ मेरो आँखा पनि टेढो देखिँदो रहेछ। आजको दिन चाहिँ मेरो यसरी नै बितेको छ साथीहरू भन्दै मेरो भिडियोलाई बाई गरे। आज धेरै गलिरहेको छौँ हामी सबैजना। त्यो भएकोले हाम्रो चाहिँ आज त्यस्तै कामहरूमा हामी आजभोलि धेरै अलमल भइरहेको छ होइन। त्यो भएकोले भिडियोहरू यस्तै अपलोड भइरहेको छैन। भिडियो गरेर पनि एडिट गर्नु पाइरहेको हुँदैन है त साथीहरू। बाई, गुड नाइट।